ठाउँमा छ हैन तर यो जेन्युइन जुन रिलेसनशिप मान्छेले बिल्ड गरेछ नि इमोसनली कनेक्टेड भयो के मान्छेहरुसँग अनि इमोसनली कनेक्टेड हुनुको कारण चाहिँ दाइ सायद त्यो अब मेरो जे छ म जे छु त्यो देखाएर जस्तो लाग्छ मलाई चाहिँ त्यो ममा त्यो पहिला अब एज अ त्यो सुरुमा सोसियल मिडिया चलाएर त अब सबै कुरा एनालाइसिस गरेर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भने त्यो हुन्न थियो नि त जे हुन्छ यस्तो फ्लोमै हो त्यो चाहिँ फेरि मान्छेले एडप्ट गर्न सक्ने हो कि होइन भन्ने कुरा थियो दाइ तर मेरो त फर्स्ट लाइफदेखि नै आफ्नो पारै थियो अनि त्यो कुराले गर्दा चाहिँ मलाई त एकदम कन्फिडेन्ट आयो त्यो चाहिँ कहिले छोड्नु हुँदैन आफ्नो इनर जुन छ नि त्यसलाई बिर्सिनु हुँदैन कि किनभने मान्छे त्यो जिन्दगीभर जहाँ पुग्यो नि एकदमै खुसी हुने र त्यो चिजले बाँच्नलाई हौसला दिने भनेको त्यही इनर आफूले नै हो क्या त्यो हुन्छ नि आफ्नो मनमा भएको सानो बच्चा हुन्छ नि त जसको त्यो चाहिँ बिर्सिनु हुँदैन क्या त्यो चिज चाहिँ त्यो चिजले गरेर नै आफूलाई रियलिस्टिक बनाउने हो नि त चाहे म जिन्दगीमा जहाँसुकै पुगौँ जेसुकै पाऊँ जेसुकै हासिल गरौँ म कुन ठाउँदेखि आएको कसरी आएको के गरेर आएको कहाँ कहाँ गएको रुट्स के गरेर पढेँ के गरेर होइन एउटा आफ्नो के जे छ आफ्नो पास्टको चाहिँ त्यो चाहिँ मैले चाहिँ आफूसँगै लिन्छु त म अहिले म मात्रै होइन नि त मसँग त अहिले धेरैजना छन् मसँग भनेपछि अब मसँग कनेक्टेड एलजे छ अनि भोलिको दिनमा त मेरै जिम्मा हो नि त